guys, welcome to Tiaको channel. आज चाहिँ मैले सुरु गरिदिएको किनभने सानोको आज अलिक मुड खराब छ अरे त्यही भएर मैले नै भ्लग स्टार्ट गरिदिएको. बरु केही नगरी बस्नु भन्दा त जसले भए पनि भ्लग स्टार्ट गर्दा हुन्छ नि त हैन. अहिले चाहिँ आज चाहिँ हाम्रो सुट छ त्यही भएर त्यसको लागि हाम्रो मेकअप हुँदैछ. अनि हामी आज हाम्रो हाम्रो आज सुटको लागि चाहिँ हामी जाँदै छौं प्रणामी मन्दिर. त्यो चाहिँ सुट जोन जस्तो लाग्छ मलाई घरिघरि. नि सुटकै लागि बनेको सुटकै लागि बनेको जस्तो लाग्छ. आजको हाम्रो लुक चाहिँ तान्या मित्तल आजको हाम्रो लुक चाहिँ के हो भन्दाखेरि ओ के हो साउथ इन्डियन. मैले जिमे लर्न गरेको मैले त पिङ्क कलरमा लगेको भयो यार. यो नबोल्न देखा किन बोलेकै होइन. स्वस्तिका भनेको रेखा भनेको पार्टीलाई चाहिँ मेकअप गर्दा अल्छी लाग्यो त्यही भएर मै गरिरहेको छु गाइजहरू. सुगा कहाँबाट पनि छैन. हजुर म विङ्स बनाउँछु. मलाई मेकअप आर्टिस्ट नभए पनि मलाई लाइक आउँछ सेल्फ मेकअपहरू चाहिँ आउँछ. सो या सो गाइस मेरो चाहिँ आजको प्लान चाहिँ भ्लग नबनाउनै थियो. रेखा दिदी आएर मेरो भ्लग कन्टिन्यू गर्नु. कस्तो राम्रो भयो कन्टोर हेर्न. कहाँको कन्टोर भएको छैन यहाँ चाहिँ ब्लेन्ड गरेको छैन. सो आज चाहिँ आई फिल सो एक्जस्टेड. क्या कस्तो एक्जस्टेड फिल भइरहेको छ यो. लुक एट द पर्फेक्ट विङ गाइस. विग लगाउनु पर्यो क्या हो हातमा. म लगाउन रेडी गरेको हो. अनि त जुरो बनाउने भनेको होइन हो माथि स्लिक गरेर अनि माथि ए हुन्छ. स्किन केयर पनि गरेको छैन मैले त आज यार. केही गरेकै छैन क्या. के त्यस्तो विडम्बना के पर्यो. त्यही त भन् के पर्यो भने म हेक्री निकाल्दिन्छु. के विवरण भएन क्या. म अलिकति हिजो हामी जो ढिला सुत्यौँ नि त अनि त्यसपछि ढिलै सुतेको तर मुड एकदम फ्रेस छ गाइजहरू. तर हामी झन् भन्दा छिटो उठेको होइन स्वस्तिकै हो त्यो म सुतेको मान्छे हो. एकदम सुतेको थियो सुतिरहेको थियो. अनि रत्नमा मैले सबै गइसक्यो तिमीहरूले सुत भन्ने बित्तिकै मेरो दिमागमै लाग्यो हिट्टै हाल्यो उठे. ए हो र उयो खोइ सानो कन्ठर ला सानो मलाई आज मान्छेले हेरेर पनि ब्लग हेरेर पनि अल्छी लाग्छ ल मान्छे बनाउने. अल्छी लाग्नु भएन. वेयर द फक इज कन्टोर यौ दिइरहेको छु त अहिले कन्टिन्यू ब्लगिङ. बाई बाई. This is my final look guys. फास्ट कम. हाम्रो चाहिँ सुट सक्यो. जामा हामीसँग आज आउनु भएको आमा. कहाँबाट आउनु भएको. कसले बोलाएर आउनु भएको. हुन्छ आमा हामी गयौँ ल. बाई आमा बाई. फेरि भेटौँला. गाइस हाम्रो चाहिँ फाइनली सुट सकियो अनि हामी चाहिँ घर जाँदैछौँ हिँड्दै हिँड्दै किनभने हामीसँग पैसै छैन. क्यास छैन स्कुटर पनि छैन. कस्तो खुट्टा दुखिरहेको छ नि मेरो त. म त यो हिँड्नु चाहिँ घर आइसक्यौँ. अब चाहिँ म मेरो साथीहरूबाट बिदा लिएँ है. ल बाई बाई. बाई के रेखाको चाहिँ पेटीकोट लाएर सुन न आउँदाखेरि यो लेख्दिउँ ल. गाइस हामी चाहिँ फाइनली हामी चाहिँ सबै सुट सकेर हामी आइसक्यौँ. अहिले चाहिँ 11 बज्यो अनि हामी चाहिँ चटपटी कलिङ बनाएर खान आँटेको. ल मेरो डाइट का हेकड़ी निकल गया. मेरो डाइट को हेकड़ी निकल गया. अब चाहिँ हामी हेकड़ी निकाल गयो. हाम्रो यता खान हामी चाहिँ कति साइड क्यामेरा साइड छु है. सो अब हामी चाहिँ चटपटी पानपुरी भनेर चटपटी करेन्ट खाना आँटेको. रेखाले ल रेखा ल यो चाहिँ मैले बनाएको
सो गाइस द्याट्स इट फर टुडे एन्ड मेरो हिजोको ब्लग चाहिँ अपलोड किन नगर्नु भएको सोचिराख्नु भएको होला हजुरहरूले तर क्या कति सपोर्टै गरेको छैन क्या मेन कुरा हो यस्तो हो होइन युट्युबमा मैले हालिसकेको थिएँ एउटा सुरुमै हाई गाइज भन्ने बित्तिकै एउटा अड्केको एउटै अड्केको आयो क्या अनि त्यसपछि मैले त्यो भिडियो चाहिँ अबि गर्छु क्यामेरा लियो भने छोप्छु क्यामेरामै भुट्छ क्या हो यसो गरेर अबि गर्छु नि है रेखा है So guys, that's it for today. Thanks for watching. थ्याङ्क्स भनेर चाहिँ छिटो नभन् न अब हामी यहाँ मुकबाङ पनि गर्दैछौँ होइन अनि हामी चटपटी खाँदैछौँ हेर्नु यो पाहाडबाट आइकीलाई अघिसम्म हिउँ हिमाल चढेर आएको थियो देखिरहेको अनि चाहिँ अब हामी होइन अनि अब हामी यो खान्छौँ होइन यत्र पनि खाँदैन जेसुकै भयो केले भन्ने एउटा केले भन्दैन म यत्र पनि डरेँ तिमीहरू जसुकै यत्रो पनि केही पर्दैन कत्रो पर्दैन अरे कत्रो अरे यसलाई त क्यामेरादेखि जेसुकै भएर हामीलाई यत्रो लगायत आज तपाईँहरूले हाम्रो भ्लग हेर्नुभयो अब हामीले तपाईँहरूले यो च्यानल एकदम सपोर्ट गर्नुपर्ने हुन्छ होइन अनि अब हामी खान्छौँ अब चाहिँ आजको लागि म बिदा लिएँ है त हामीलाई नराम्रो मात्रै भन्नुहुन्छ नराम्रो भने हामी यत्र पनि डराउँदै उहाँहरूले हाम्रो नराम्रो भन्नुहुन्छ हाम्रो यत्रो नि बाल छैन नराम्रो भने यत्र पनि डराउँदै क्लोज गर क्यामेरा क्लोज गर यसो गर न थ्याङ्क्स फर वाचिङ माई भ्लग मन नपरे यत्र पनि के हुँदैन मन पर्ने आहा मन नपर्ने यत्र नै के हुँदैन